यहाँहरू सबैले गायत्री मन्त्र त सुन्नुभएकै होला, तर यसको नेपालीमा अर्थ चाहिँ के हो सबैलाई थाहा नहुन सक्छ। त्यसैले म यो गायत्री मन्त्र र यसको नेपालीमा पनि अर्थ लगाइदिँदैछु। ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। जसरी भगवान सुरुदेखि अन्त्यसम्म निरन्तर रूपमा स्थायी रूपमा रहिरहन्छन्, त्यसैगरी हामी मनुष्य यो पृथ्वीमा पैदा हुन्छौँ र निरन्तर रहन्छौँ। हे प्रभु, तपाईँ हाम्रो जीवनदाता हुनुहुन्छ। तपाईँले हाम्रो दुःख कष्टलाई नाश गरेर हामीलाई सुख सन्तोष दिन सक्नुहुन्छ। हे संसारका विधाता, हामीलाई शक्ति दिनुहोस्, तपाईँको उज्जवल शक्ति प्राप्त गर्न सकौँ। कृपा गरेर हाम्रो बुद्धिलाई सही बाटो देखाइदिनुहोस्।